कसरी नेपालको आर्थिक माहौल केवल 24 घण्टामा निराशाबाट सिधै आशामा बदलियो? आउनुहोस्, आजको यो विश्लेषणमा हामी यही कुरा खोतल्नेछौँ। त्यसो भए त्यो एउटा दिनमा त्यस्तो के भयो जसले बजारको पुरै पासा पल्टाइदियो? खासमा यसको पछाडि दुईवटा ठूला घटनाहरू थिए। हामी तिनकै बारेमा कुरा गर्नेछौँ। यो सबै परिवर्तन हुनुभन्दा ठिक अगाडिको कुरा गरौँ है त। अप्रिल 7 को दिन बजारको अवस्था एकदमै तनावपूर्ण थियो। जताततै एक किसिमको अनिश्चितता, एक किसिमको डर छाएको थियो। सरकार आफै आर्थिक दबावमा थियो। राजस्व सङ्कलन यति कम भयो कि सोच्नुहोस् त, सरकारी कर्मचारीहरूलाई दिइने इन्धन भत्ता समेत कटौती गर्नुपर्ने अवस्था आयो। यसले सिधै सङ्केत गर्थ्यो कि देशको आर्थिक अवस्था ठिकठाक छैन। अनि अर्कोतिर उद्योगहरूको हालत पनि नाजुक थियो। मध्यपूर्वमा तनाव बढ्दा कच्चा पदार्थ ल्याउनै मुस्किल भयो। यसको सीधा असर रूपन्देही कोरिडोरका उद्योगहरूमा पर्यो, जुन लगभग बन्द हुने अवस्थामा पुगिसकेका थिए। अनि यो आँकडा हेर्नुहोस् त, 97 अर्ब रुपैयाँ। यो रकम पछिल्लो 8 महिनामा उच्च शिक्षाको लागि मात्रै देशबाट बाहिरियो। यसले हाम्रो विदेशी मुद्रा सञ्चितमा कति ठूलो दबाव थियो भन्ने कुरा छर्लङ्ग पार्छ। अब यति मात्रै कहाँ हो र, यही बीचमा सरकारले अचानक मन्त्री परिषदको आकस्मिक बैठक बोलायो। महत्त्वपूर्ण देशका राजदूतहरूलाई फिर्ता बोलाइयो। यस्ता राजनैतिक घटनाक्रमले बजारमा झन ठूलो अनिश्चितता पैदा गर्यो र बजारलाई अनिश्चितताभन्दा मन नपर्ने कुरा अरू केही हुँदैन। तर जब सबैतिर निराशा थियो, तब एउटा यस्तो घटना घट्यो जसको कसैले कल्पना पनि गरेको थिएन। र यो घटना नेपालमा होइन, अन्तर्राष्ट्रिय स्तरमा भयो। घटना थियो अमेरिका र इरान बीचको युद्धविराम। अचानक 2 हप्ताका लागि युद्ध रोक्ने घोषणा भयो। यो सानो कुरा थिएन। यसले विश्वभरि नै एउटा तरङ्ग ल्याइदियो, जसको असर तुरुन्तै देखिन थाल्यो। र त्यो तरङ्गको सबैभन्दा पहिलो र ठूलो असर पर्यो कच्चा तेलको मूल्यमा। युद्धविराम हुनुअघि र पछि मूल्यमा कस्तो फरक देखिन्छ यहाँ स्पष्टै छ। अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ 15% भन्दा धेरैले घट्यो। अब सोच्नुस्, नेपाल जस्तो हरेक कुरामा आयात, त्यसमाथि पनि इन्धनमा पुरै निर्भर देशको लागि यो कति ठूलो राहतको कुरा थियो। ल, यो त भयो अन्तर्राष्ट्रिय घटना। अब यही मौकामा नेपाल सरकारले पनि एउटा एकदमै महत्त्वपूर्ण र सक्रिय कदम चाल्यो, जसले यो सकारात्मक माहौललाई अझै उचाइमा पुर्याइदियो। सरकारले यो मौकालाई खेर जान दिएन। अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेको फाइदा सिधै आम जनता र उद्योग व्यवसायसम्म पुर्याउन एउटा निर्णायक कदम चाल्यो। र त्यो कदम थियो पेट्रोलियम पदार्थमा लाग्ने भन्सार र पूर्वाधार करमा सिधै 50% को कटौती। सोच्नुस् त, आधा कर छुट। यसको एउटै उद्देश्य थियो घरेलु बजारमा पेट्रोल डिजलको मूल्य घटाउने र सबैको आर्थिक भार कम गर्ने। भनेपछि एउटा अन्तर्राष्ट्रिय घटना र अर्को घरेलु नीति, यी दुई कुराको यस्तो गजबको संयोग बन्यो कि यसले बजारका लागि एक पर्फेक्ट पोजिटिभ स्टर्म नै सिर्जना गरिदियो, सबै नकारात्मकतालाई उडाएर लग्यो। यो तालिकामा त झन् छर्लङ्गै देखिन्छ। अप्रिल 7 मा हेर्नुस्, बजारको सेन्टिमेन्ट कि त तटस्थ थियो कि मन्दीतिर जाँदै थियो। तर ठिक त्यसको भोलिपल्ट अप्रिल 8 मा माहौल पुरै उल्ट्यो। बजारमा एक किसिमको तेजी आयो। अब यो सकारात्मक परिवर्तनको असर शेयर बजारमा मात्रै सीमित रहेन है। यसले त पुरै अर्थतन्त्रमा एउटा सकारात्मक लहरै फैलायो। जस्तै मूल्य वृद्धि घट्ने भयो, उद्योगहरूको खर्च कम भयो, मानिसहरूको हातमा खर्च गर्नलाई अलि बढी पैसा भयो र लगानीकर्ताको आत्मविश्वास पनि ह्वात्तै बढ्यो। विश्लेषकहरूले यो नयाँ आशावादका 3वटा मुख्य आधारहरू पहिचान गरेका छन्। पहिलो, त्यही तेलको मूल्य घट्नु, जुन युद्धविराम र कर कटौतीको संयुक्त प्रभाव थियो। दोस्रो, राष्ट्र ब्याङ्क र योजना आयोगमा भएका नियुक्तिहरूले नीतिगत स्थिरताको सन्देश दियो। र तेस्रो, लुम्बिनी क्षेत्रको विकासका लागि आएको ठूलो ऋणले भविष्यमा राम्रो काम हुन्छ भन्ने विश्वास जगायो। ल, यति सबै घटनाक्रम हेरिसकेपछि अब प्रश्न उठ्छ, आखिर यो सबैको महत्त्व के हो त? नेपालको अर्थतन्त्रको लागि यसले के अर्थ राख्छ? छोटकरीमा भन्नुपर्दा बजारको भाष्य नै परिवर्तन भयो। जहाँ हिजोसम्म वित्तीय दबाव र अनिश्चितताको कुरा थियो, त्यहाँ 24 घण्टामै आर्थिक गतिविधिका लागि एउटा शक्तिशाली र सकारात्मक माहौल बन्यो। यो घटनाले तत्कालका लागि त स्थिरता ल्यायो, तर अब सबैभन्दा ठूलो र महत्त्वपूर्ण प्रश्न के हो भने, यो नयाँ आशा र उत्साहलाई टिकाएर नेपालको अर्थतन्त्रलाई अगाडि बढाउने अर्को ठूलो संवाहक के होला?